तन्तला पुरे घाम होस् वा तुसारो पर्ने जाडो, वर्षामा रुच्दै र प्राकृतिक मौसमसँग जुझ्दै, वर्षामा रुच्दै र प्राकृतिक मौसमसँग जुझ्दै सडक पेटीमा व्यापार गर्नु सहज छैन। त्यसैमाथि बेला बेलामा नगर प्रहरीले सडक क्षेत्र खोसियो भनेर लकेट नाले आर्जित हुन्छन् सडक पेटीमा व्यापार गर्नेहरू। सबैतिरबाट अपहेलित बुटवलका सडक व्यापारी महिला बुधबार भने खुसी थिए। बुटवल उपमहानगरपालिकाले सडकमा बसेर मकै पोल्ने, पात बेच्ने र ई-रिक्सा चलाउने श्रमिक महिलालाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेपछि उनीहरूले आफ्नो खुसी यसरी बाँडे। मेरो मकै पोलेको अहिले 19 वर्ष लाग्यो। म उपनगरपालिका अगाडि हाट बजारमा पनि बस्छु। त्यहाँभन्दा विकल्प माथि पुलचोक, गोलपाराको पुलचोक बस्छु। पहिला यो सम्मान भन्ने थाहा थिएन। मकै पोल्दा म 5 वर्ष लुकेको। मकै पोल्दाखेरि कसैले थाहा नपाओस्, मलाई नभेटोस्, नदेखोस् भनेर। तर काम त सानो ठुलो हुँदो रहन्छ। अहिले त यति ठुलो सम्मान पाइयो। हामीलाई त यो त 10 लाख भयो, 10 लाख हामीले सम्मान पाएको भएर कि नभए त 10,000 हामीले कमाइयो होला। यत्र 19 वर्षसम्म मकै पोल्दा त कमाइयो। मकै पोलेर छोरो पढाएँ, छोरी पढाएँ, बिहादान गरिदिएँ, मैले खाएँ। मैले अहिलेसम्म यो सम्मान दिएभन्दा बेगर अहिलेसम्म एक कप चिया कसैको खाइ छैन। बुटवलमा पछिल्लो समयमा सडकमा व्यापार गर्ने मात्र होइन, सडकमा ई-रिक्सा चलाउने महिलाहरू समेत बढेका छन्। चुनौती चिर्दै रिक्सा चलाइरहेका महिलाहरू पनि 10,000 रुपियाँ सहित सम्मानित हुँदा खुसीले फुरुङ्ग परेका थिए। होटलमा रिक्सा चलाउन थालेको 8 वर्ष पुग्यो, 9 वर्ष लाग्यो। ठिकै छ। अब हाम्रो घरको काम यताउता सिद्धाएर होइन आउँछौँ। आफ्नो काम अब बाहिर भए पनि त्यस्तै हो, राम्रै छ। आफूलाई खुसी छौँ। हुन्छ आम्दानी अब टाइम अनुसार हुन्छ। कति टाइम दिन सकिन्छ यसलाई, कति टाइम दिन्छ होइन। बिहानदेखि साँझसम्म चलाउनेको त राम्रै हुन्छ। 2,000, 2,500, 3,000 पनि हुन्छ। अब हामी महिला भएपछि घरको हेर्न पर्यो, बच्चा बच्ची हेर्न पर्यो होइन। आफ्नो समय निकालेर आउँछौँ। समय निकालेर आउँदा हुन्छ 1,000-1,500 हुन्छ। त्यो पनि ठुलो कुरा हो हाम्रो लागि होइन। बुटवल उपमहानगरपालिकाले अन्तर्राष्ट्रिय श्रमिक दिवस 2025 को अवसर पारेर बुटवलका विभिन्न क्षेत्रका सडकमा मकै पोल्ने, पात बेच्ने र ई-रिक्सा चलाउने तीनै क्षेत्रका जनहित 10 जना गरी कुल 30 जना श्रमिक महिलालाई नगद सहित सम्मान गरेको हो। बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले श्रमिक दिवसको अवसर पारेर 10,000 नगद सहित सम्मान गरेको बताउनु भयो। हाट बजारमा सडकमा मकै पोल्ने आमा दिदीबहिनीहरू, सालको पात बेच्ने आमा दिदीबहिनीहरू र ई-रिक्सा चलाउने श्रमिक महिला दिदीबहिनीहरूको सम्मानमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हामीले सम्मान कार्यक्रम राखेका छौँ। हुन त यो कार्यक्रममा ठुलो धनराशि राख्न सकिएको छैन। प्रति व्यक्ति 10,000 का दरले छुट्याइएको छ। सालको पात बेच्ने 10 जना, मकै पोल्ने 10 जना र ई-रिक्सा चलाउने 10 जनालाई गरी 3 लाख रुपियाँ रकम 30 जनालाई यो बजेट छुट्याइएको छ। कुनै पनि काम सानो वा ठुलो हुँदैन, हरेक खाले कामको सम्मान गर्नुपर्छ। यही मान्यता सहित बुटवल उपमहानगरले गत वर्षदेखि सम्मान कार्यक्रम आयोजना गरेको हो। बुटवल उपमहानगरका उपप्रमुख सावित्रा देवी अर्यालले श्रमिक महिलाहरूले अन्य सिप सिक्न चाहे पनि उपमहानगरले निशुल्क सिकाउने व्यवस्था मिलाउने आश्वासन दिनुभयो। कि मकै पोल्ने आमा दिदी बहिनीहरूलाई 5,000 दियो भने वास्तवमा कराई किन्ने, कोइला किन्ने, बस्ने ठाउँको राजस्व तिर्ने र मकै किनेर आफ्नो जीविकोपार्जन गर्ने र त्यसबाट कमाउन सक्नुहुन्छ भनेर त्यो खालको हिसाब किताब हामीले गरेका थियौँ। अझै हामीसित गिट्टी कुट्ने महिलाहरू छुट्नु भएको छ, जसले पिठ्यूमा बच्चा राखेर सिमेन्टको बोरालाई लौरोले ठाडो पारेर आफ्नो टाउकोलाई ओत लगाएर, घाममा ओत लगाएर गिट्टी फोरेर जीविकोपार्जन गर्नेहरू अझै छुट्नु भएको छ। हामीले यो कुरा पत्रकार मार्फत भन्न चाहन्छौँ, सबै पालिकाले यिनी कुराहरू सिक्न जरुरी छ। चिल्लो बाटो हुन्छ, झल्ल बोलेको सहर हुन्छ, झिलिमिली फुल फुलेर झिलिमिली हुन्छ, तर नागरिकको जहाँनिर पेट भोको हुन्छ त्यो बाटो बनेको पनि अर्थ हुँदैन, त्यो बत्ती बोलेको पनि अर्थ हुँदैन, फुल फुलेको पनि अर्थ हुँदैन। त्यसैले हामीले
यो कामलाई अगाडि बढाएका छौँ कि सबै नागरिकहरूको पेट भरिनुपर्छ बुटोलमा रहने नागरिकहरूको। त्यसो भएर आज हामी जनै 10,000 का दरले कर पनि नकाटिकन श्रमसित जोडिएको हुनाले श्रम गर्ने प्रति सम्मान गर्नु सामाजिक न्याय स्थापना गर्नु पनि हो। सडक पेटीमा सालको पात बेच्ने, मकै पोल्ने, ई रिक्सा चलाएर जीवनयापन गरिरहेका यी श्रमिक महिलाहरूलाई सम्मान गरेर बुटवल उपमहानगरपालिकाले सामाजिक न्याय स्थापना गरेको छ। सम्मानसँगै अब बुटवल उपमहानगरले यी सडकमा व्यापार गर्नेहरूलाई सहज व्यापार गर्न निश्चित क्षेत्र निर्धारण गर्नुपर्छ भने उनीहरूले तयार गरेका सामग्रीहरूको उचित बजारीकरणमा समेत ध्यान पुर्याउन आवश्यक देखिएको छ।